हेलो, तपाईहरु पनि एक्सेलमा काम गर्नुहुन्छ होला। कतिजना त अब पीसीतिर हो है, ल्यापटपतिर काम गर्नुहुन्छ। तर कतिजना चाहिँ अब यसरी फोनमै गर्नुहुन्छ भने चाहिँ सिम्पल है, फोनमा यो तपाईले फिल्टर गर्नुको लागि हैन, अब तपाईलाई जुन चाहिँ डेटा चाहिएको छ खाली त्यो मात्रै निकाल्नुको लागि चाहिँ तपाईले फिल्टर गर्नुपर्ने हुन्छ है, सजिलोको लागि। अन्त तपाईले चाहिँ अब हैन फिल्टर गर्नुको लागि चाहिँ कसरी फिल्टर गर्नुहुने भन्दाखेरि चाहिँ अब जस्तै यहाँनिर तपाईले देख्नुहुँदैछ यो एउटा डेटा छ है, सिरियल नम्बर भएको यहाँनिर कन्ट्री, इयर, र्याङ्क यसरी लगाएको छ। सपोज तपाईलाई कन्ट्रीको हिसाबमा तपाईलाई है डेटा चाहिँ फिल्टर गर्नु छ भने सिम्पल यहाँ क्लिक गर्नुहोस्। यहाँनिर जानुहोस्, तपाईले टुल्स छ यहाँ तल देख्नुहुँदैछ, यहाँ टुल्स छ, यहाँ देख्नुभयो, टुल्समा गर्नुहोस्। यहाँ फाइल हुन्छ है, यो फाइलमा यो अप्सन्सहरु छ, भ्यू छ। त्यहाँदेखिको यहाँनिर चाहिँ तपाईले यो सबै यिनीहरु पनि युज गर्न सक्नुहुन्छ। तर यो एउटा जुन चाहिँ डेटा छ, यहाँ डेटामा गएर चाहिँ तपाईले यसलाई हैन के भन्छ सर्टिङ पनि गर्न सक्नुहुन्छ एसेन्डिङ या डिसेन्डिङमा। त यहाँनिर सिम्पल यहाँ फिल्टर छ, यो फिल्टर क्लिक गरिदिनुस्। त्यहाँदेखि यहाँनिर यो ड्रप डाउन मेन्यु जस्तो खालके तल्लोपट्टि भएको है डाउनवर्ड एरो छ, यसलाई यहाँ क्लिक गरिदिनुस्। यहाँ क्लिक गरिसकेपछि यहाँ तपाईले देख्नुहुँदैछ सबैमा यो ड्रप डाउन मेन्यु जस्तो खालके चाहिँ यो सबैमा लागेको छ। यसको मतलब यो तपाईको फिल्टर चाहिँ एक्टिभेट भइसकेको छ हो। सिम्पल यही क्लिक गर्नुहोस् यो ड्रप डाउन जस्तो मेन्युमा। त्यहाँदेखि यहाँनिर क्लिक गरेपछि यहाँ अल छ, यहाँनिर यो तपाईको अलिकति यो चाहिँ एडभान्स भएकोले गर्दाखेरि यहाँ तपाईले सर्च पनि गर्न सक्नुहुन्छ। सपोज यहाँ इन्डिया छ छैन हेरौँ है हो, यसरी सर्च गर्नुभयो भने इन्डिया एउटै मात्रै आउँछ। यसलाई गरेर यहाँ ओके गरिदिनुस्। यो ओके गरिसकेपछि फेरि यसलाई पनि यहाँ खिच्नुस्। यो खिचिसकेपछि 73rd र्याङ्क आउँदो रहेछ हो। यो सबै इन्डियाकै मात्रै डेटा आउँदैछ, अघि त्यत्रो बेसी थियो डेटा, त्यसमा फिल्टर भएर खाली इन्डिया मात्रै आउँछ। अब तपाईलाई फेरि इन्डिया नभएर अरु चाहियो फेरि, सपोज मानिलिउँ यहाँनिर फेरि तपाईले क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि फेरि तपाईको यसरी आइहाल्छ हो, सर आयो। अब सपोज तपाईलाई फेरि नेपाल खोज्नु छ अरे, नेपाल त छैन रहेछ, तपाईले खोज्दाखेरि पाएन, हो कि हैन भनेर फेरि यहीँनिर नै गरेर हेर्नुहोस्। यहाँ खोजौँ है त है, एन्डमा गएर नेपाल त छ, अघि आएन, किन आएन हेरौँ है त, अल गरेर फेरि अनसेलेक्ट। नेपाल त आएन खोज्दा, कोही कोही बेला चाहिँ अब नेपाल अहिले आयो। तपाईले बुझ्नुभयो यो किन आएर आएन भन्ने। फेरि ओके गरिदिनुस्। यो चाहिँ केस सेन्सिटिभ रहेछ, त्यसले गर्दाखेरि चाहिँ यो नेपाल आयो। अघि स्मल लेटरमा एन गरेको थियो, त्यसले गर्दाखेरि आएन। हेरौँ ल फेरि हो, अब क्यापिटलमा गरे नि आइहाल्दो रहेछ हैन। यहाँ देख्नुभयो नि, यो यसरी गर्दाखेरि पनि हुन्छ। यो त भयो कन्ट्रीको बेसमा। फेरि अब तपाईलाई सबै चाहियो भने यो फिल्टर हटाउनुको लागि सेलेक्ट अल गरिदिनुस्, ब्याक गर्नुस्, फेरि यहाँ क्लिक गर्नुस् हो। यहाँ क्लिक गरिसकेपछि टुलमा जानुहोस्, त्यहाँदेखि डेटामा फिल्टरमा खिचिदिनुस्। खिचिदिएपछि ब्याक गर्नुस्। अघिको फिल्टर फेरि सबै हरायो। यो चाहिँ एउटा सिम्पल मोबाइलमा पनि तपाईले फिल्टर गर्न सक्नुहुन्छ यसरी। हवस्, थ्यांक यू।